I took a picture of you using my analog camera. Hello guys, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी हाम्रो जन्म गाउँमा आछौँ अनि मेरो दाइ विवेक हेलो अनि बहिनी हेलो अहिले चाहिँ हामी बागलुङ। सो गाइज हामी चाहिँ आज पूजा भ्याएर अब चाहिँ खानाहरू खाएर अहिले कति बज्यो अरे 4:30 बजे अब जान लाग्छौँ हामी लप्सीहरू टिप्न। अनि यहाँ हामीले पूजा गरेको ठाउँ अनि यता अर्को गाउँ भयो यो अब चाहिँ लप्सीहरू टिप्न जाँदैछ आरीतिर। सो अब इन्डसम्म हेर्नु होला है त। सो गाइज अहिले यहाँ पहाड चढ्दैछौँ बारीतिर जाँदैछौँ ढुङ्गै ढुङ्गा भिड छ। आकाश पनि क्लियर छ त्यो लप्सीको बोटो है गाइज। सो गाइज हामी लप्सी टिप्न तर्फ जाँदैछौँ बोटतिर। यो के भ्यू भने त यार गाइज लप्सीहरू देख्न सक्नुहुन्छ यो रुखमा प्रशस्त मात्रामा छ। भिडियो बनाउनु पर्छ कि। सो गाइज अहिले रुखमाथि आइया यहाँ टिपिँदै यहाँ गाइज अझै रुखमै छु अहिले चाहिँ लगभग टपतिर छु होइन। त्यही हो यहाँ टिप्दै हो लप्सी यतातिरको सब टिपेर आएँ अलि माथि माथितिर त्यही हो ओ त्यतातिर हो। अब घाम पनि अलि बेरमा डुब्ने बेला हुन लागिसक्यो कति 4:55 भइसक्यो। उता दुईजना अघि विवेक पनि माथि चढेको थियो अहिले झऱ्यो। गाइस हामीले लप्सी चाहिँ लिएर आयौँ है झोलामा। अब हाम्रो घरतर्फ जाँदैछौँ त्यही हो। अब पारी गाउँमा घाम पर्न छोड्यो हो यता मात्र छ घाम उता छ नि त त्यही भएर गाइस अब हामी जाँदैछौँ घरतर्फ जाँदैछौँ पहिलाको घर। सो गाइज भ्लगिङ फ्रम माई गिम्बल होइन अहिले गिम्बलबाट भ्लग गर्दैछु। गाइज तिम्रो गाडामा के राख्यो हाम्रो घरतर्फ जाँदैछौँ। सो गाइज अहिले हामी हाम्रो घर तलको बारीमा छौँ। कागती न्युवा सक्नुहुन्छ न्युवा है। अब यहाँ हाम्रो घर
गाइज अहिले चाहिँ म पहिलाको आफ्नो घरमा छु है। पहिला हामी यहीँ बस्थ्यौँ। अहिले त सानोमा 5 वर्षको हुँदाखेरि अनि चितवनमा गयो। पहिलाको घर भयो देख्न सक्नुहुन्छ। सो त्यही हो। सो गाइज अब न्युवर टिप्नतर्फ लागेको है। यता अर्को ब्लगर, ओ ब्लगर दाजु हेलो ओ भन्ने गाइज यो कफीको बुट भयो, यो काकती अनि यो न्युवा भयो। सम्झना आइराख्ने हो लरेफल, लरे आँप। सो गाइज यो चाहिँ लरे आँप भयो है। सो गाइज यो हाम्रो जन्म गाउँको जन्म घर, यहाँ हुर्केको 5 वर्षसम्म। होइन त खुसी अमृतहरूसँग बोल्छौ? 5 वर्ष हुर्केको घर, तिमी 7 वर्ष। ल अब हाम्रो यो जन्म घरलाई बाई भन्दा घर फर्किने होला हामी होइन। त्यही हो। एउटा खन्ने खसिहाल्यो अनि एउटा हिँड्छ। यहाँ न्युवा यो कत्रो ठुलो लाग्थ्यो, चढ्न नि गाह्रो हुन्थ्यो। अहिले यति सानो, कति सानो। सो गाइज अँधेरो हुन लागिसक्यो, 5:30 भइसक्यो। म मेरो 3 भन्ने अँधेरो भयो। अँधेरो यो धारा भयो हाम्रो घरको घर धारा। अहिले यस्तो भएको छ देख्न सक्नुहुन्छ है। यता भयो। अब यता गोठ छ। जाम मेरो त घरै हो दादा। यहाँ हाम्रो गाईलाई बाघ देखाइदिए। राति उता सुत्नु भयो, बिहान यता आउँदाखेरि बाघ देखाइदिए होइन। बाटो डेन्जर छ, बाटोको अवस्था निकै अप्ठ्यारो छ। यहाँ गोठ भयो। यो चाहिँ के भन्छ अरे त्यसलाई लप्सी गोरु यत्रो खतरा छ। लप्सी गोरु खतरा छ। अनारको रुख यो अनि यो माथि नै गइसकेको भयो। यो त अनार भयो, यता केरा भयो, जरा किसन दाइकोतिर गएर बाटोको अवस्था डेन्जर हो। हामी स्केटिङ खेल्ने ठाउँमा माथिबाट ओह्रालो अब पछि जाउँला त्यहाँ। पहाडको भ्यू देख्न सक्नुहुन्छ, डेन्जर।
भिडियो बनेर हेरेर कस्तो राम्रो भयो। हेलो गाइस, कालिका मन्दिर पूजा गर्ने मलाई लाग्छ यतिकै दर्शन गरेर फर्केम 10 रुपैयाँ अझै घर गएर भिडियो पोस्ट यहाँ ढाड घोट्ने भने ढाड दुखेको सन्चो हुन्छ अरे, मान्यता एउटा होइन।